एउटा यस्तो जनावर छ जसको हात काटियो भने फेरि उम्रिन्छ, मुटु बिग्रियो भने आफै ठिक हुन्छ र दिमागको भाग हरायो भने पनि पुनः बनाउँछ। यो हो एक्सोलोटल। एक्सोलोटल मुख्यतया मेक्सिकोको होचिमिलको नामक तालमा पाइन्छ। यसको सबैभन्दा अचम्मको कुरा के हो भने एक्सोलोटलले हात, खुट्टा, पुच्छर, मुटु, फोक्सो यहाँसम्म कि दिमागको भाग पनि पुनः निर्माण गर्न सक्छ। यसलाई रिजेनेरेसन पावर भनिन्छ। मानिसको शरीरमा घाउ परेपछि दाग बन्छ र एक्सोलोटलमा दाग नै नबसी पुरानी जस्तो अङ्ग फेरि बन्छ। अझ रोचक कुरा के छ भने एक्सोलोटल कहिल्यै पूर्ण रूपमा एडल्ट नै हुँदैन। यसले बच्चाकै अवस्थामा पूर्ण जीवन बिताउँछ। यस अवस्थालाई नियोटेनी भनिन्छ। त्यसैले वैज्ञानिकहरू एक्सोलोटललाई नेभर ग्रोइङ ओल्ड एनिमल पनि भन्छन्। आज विश्वभरका वैज्ञानिकहरू एक्सोलोटलको डीएनए अध्ययन गरिरहेका छन्, किनकि यदि मानिसले एक्सोलोटल जस्तै रिजेनेरेसन गर्न सिक्यो भने दुर्घटनामा गुमेका हात फर्कन सक्छन्, स्पाइनल कर्ड इन्जुरी निको हुन सक्छ र भविष्यमा मानव जीवन नै बदलिन सक्छ। तर दुःखको कुरा के हो भने यति शक्तिशाली जीव आज क्रिटिकली इन्डेन्जर्ड अवस्थामा छ। प्रदूषण, अर्बनाइजेसन र मानव लापरवाहीका कारण एक्सोलोटल लोप हुने खतरामा छ। यदि तपाईलाई मर्ने नै नमान्ने जीव रोज्नु पर्यो भने एक्सोलोटल भन्दा शक्तिशाली अरु के होला? कमेन्टमा जरुर लेख्नुहोस् र भिडियो मन पर्यो भने शेयर गर्न नबिर्सनुहोस्। धन्यवाद।